लगास आज चाहिँ ट्याक्कै बिरुवा सार्दैछौँ है। ल साथीहरु, एउटा सानो तरिका है, हामी आफैले जोगोसैले पनि गर्न सकिन्छ। टक्कलाई चाहिँ आफ्नो घर आँगन बाटोघाटो वरिपरि जहाँसुकै भए पनि हामीले चाहिँ कतिपय फलफुलहरू चाहिँ खाएर चाहिँ गेडा जताततै फालिरहन्छौँ। अनि त्यसबाट चाहिँ मजाले उम्रिरहेको यस्तै सानसानो बोट बिरुवाहरूलाई चाहिँ मजाले चाहिँ आफ्नो चाहिने करेसाबारी आफ्नो भनौँ न ठाउँतिर चाहिँ मजाले लगाएर मजाले चाहिँ सारेर चाहिँ भोलिको फ्युचर दिनहरुमा चाहिँ यसले चाहिँ मजाले फल चाहिँ दिँदो रहेछ है साथीहरु। यसले चाहिँ मैले यस्तै गरेर चाहिँ धेरै फलाएर खाएको पनि छु है साथी। ल फाइनल्ली मैले चाहिँ ट्याक्कै उखालिसकेको छु। यसले चाहिँ एकदमै चाहिने ठाउँमा चाहिँ रोपेर छोड्दिन्छु। यही भए पनि यसो सारिराख्यो भने त चाहिँ ट्याक्कै पछिको दिनहरुमा चाहिँ भनौँ न खाना चाहिँ मजाले पाइनु भयो है। तर अहिले यो अवस्थामा चाहिँ हाम्रो चाहिँ केको बोडो कुन खालेको चाहिँ बोडो भनेर हामीले थाहा हुँदैन। जब अलिकति 2-3 वर्ष लागिसकेपछि त्यसबाट अलिकति थाहा हुने आधार भनेको यो पातको जुन बाख्ना हुन्छ नि हो, त्यसबाट चाहिँ थाहा हुन्छ है साथीहरु। आज चाहिँ यसले चाहिँ ट्याक्कै रोपेर चाहिँ रोप्ने कसरी हो र कुन तरिका रोप्दा चाहिँ मजाले साडिन्छ म तपाईलाई चाहिँ एकदम छर्लङ्ग देखाउँछु है साथीहरु। यो पनि एक प्रकारको एउटा सार्ने तरिका है। अब ल साथीहरु, ट्याक्कै यसले सार्ने तरिका चाहिँ त्यस्तो कस्तो हुन्छ, पानी अलिकति झर्नुपर्ने हुन्छ अनि त्यसपछि अलिकति तपाईले झन् यसमा मल हालिदिनु भयो भने यति गजब पनि हुन्छ हैन। त्यसपछि तपाईले ट्याक्कै यसलाई चाहिँ यसरी गरेर सार्नु भयो भने तपाईले चाहिँ यो चाहिँ गरेर रोप्नु भयो ट्याक्कै यसरी गरेर हैन। अब यसरी हिलो बनाएर चाहिँ ट्याक्कै झन् गोबर शुद्ध तपाईले मिसाउनु भयो भने एकदम राम्रो तरिकाले चाहिँ सार्छ है साथीहरु। अब यसै गरेर चाहिँ मजाले चाहिँ रोप्नु पर्ने हुन्छ साथीहरु। ल अहिले यो कन्डिसनमा चाहिँ ज्यामिर निबुवा हैन सुन्तला केको भनेको थाहा हुँदैन। यसको थाहा हुने अलिकति भनेको यो जुन यो पात छ नि, यो पात सुँगेर चाहिँ अलिकति थाहा हुने हो। भए पनि अलिकति राम्रोसँग थाहा हुँदैन। जहिले छोपेर डोको सोको हुन्छ नि, अब त्यसले चाहिँ अलि मजाले छोपेर राख्नु भयो भने तपाईले चाहिँ यो चाहिँ एकदमै 100% मजाले सारिन्छ है साथीहरु। एकदम सारिन्छ यो अहिले चाहिँ ट्याक्कै सानो छ। तपाईको राम्रोसँग हेरचाह हैन, विशेष गरी चाहिँ कुहिएको केही कुनै जीव जनावर कुहिएको मासुहरुलाई चाहिँ यसमा अलिकति टाढा गाड्दिनु भयो भने यो 1-2 वर्षमा यति वात्तै बढाइदिन्छ है यसले। यति धेरै मल हुन्छ कि यिनीहरुमा हेर्नु सही साथीहरु। हामीले चाहिँ यति सारेको छौं हेर्नु, ठुलो भइसक्यो आँपहरु र साथीहरु ट्याक्कै सारिसकेको छु है। यो मलिसाको हावापानीले चाहिँ कति वर्षमा कत्रो बनाउँदैछ हेरौँ है।